उहाँले के चाहिँ अपेक्षा राख्नुभएको छ त्यो विषयमा पनि कुरा राख्नु। तर त्योभन्दा अगाडि चाहिँ म किराँत राई यायखाको विषयमा छोटो कुरा राख्न चाहन्छु। म मेरो पुर्ख्यौली घर खोटाङ जिल्ला रोबोलुङ गाउँमा हो। त्यहाँदेखि मेरो जन्म त हङकङमा भएको थियो, तैपनि मेरो त्यही हो। त्यस पछाडि म उदयपुरको बसामा आएँ। त्यस पछाडि मैले 31 वर्ष जस्तो निजामती सेवामा कामहरू गरेँ। त्यस पछाडि म अहिले काठमाडौँमा बस्दैछु। तर पनि मैले गाउँहरूमै अहिले चाहिँ विशेष गरी रमाइलो लाग्यो र केही जिम्मेवारीहरू पनि मैले महसुस गरेर म गाउँमै बसिरहेको छु, उदयपुर बसामै। र अहिले अब यो कार्यक्रम सकेपछि चाहिँ मैले आज बसा पुग्ने र भोलि गाईघाटमा फेरि कार्यक्रम छ, पर्सि पनि कार्यक्रम छ। यस्तो यस्तो कार्यक्रममा भएकोले गर्दाखेरि अलिकति मेरो केही भनाइहरूलाई छुट्याउनु पनि पर्नेछ। मैले त्यही अनुसार कुरा राख्ने विचार गरेको थिएँ। तर केही प्रश्नहरू पनि आएको छ र केही कुरा यहाँहरूलाई राख्नु पनि परेको छ। हामी किराँत राई यायखा आजभन्दा 250 वर्ष अगाडि नै 9 लाख राईहरूको सन्तानहरू भनेर हामी चिन्छौँ। 32 वटा राजाले राज्य गरेको एलेम्बरको सन्तानहरूको सन्तान हो हामीहरू भन्छौँ। अहिले हामीले वर्तमान अवस्थामा 26 भाषी किराँत राई भित्रका 26 भाषी भाषीहरूको यो साझा संस्था हो। त्यो 26 भाषीहरूमा तिलुङहरू लुङखिमहरू अहिले 26-27 जना मात्रै हुनुहुन्छ। लुङखिमहरू तिलुङहरू पनि त्यस्तै हुनुहुन्छ। सबैभन्दा धेरै अहिले 1,32,000 भन्दा पनि अलिकति बेसी बान्तवाहरू हुन्छ, चामलिङहरू हुन्छ, कुलुङहरू हुन्छ। तर उहाँहरूको चाहे 5 जना जनसङ्ख्या भएको कुनै मातृभाषी होस्, चाहे 1.5 लाख जनसङ्ख्या भएको मातृभाषी होस्, ती मातृभाषीहरूलाई किराँत राई यायखामा समान सम्मान हुन्छ, समान महत्त्व रहन्छ। उहाँहरूलाई त्यही अनुसारको हामीले व्यवहार गर्नुपर्छ। त्यो सबैको साझा हो। हामी धेरै भाषी छौँ, हामी धेरै जनसङ्ख्यामा छौँ भनेर हामीले कहिले पनि उहाँहरूसँग त्यस्तो व्यवहार गर्दैन। तर आज यस सभामा मैले अघिदेखि धेरै उहाँहरूको उपस्थितिको अपेक्षा राखेको थिएँ। यही ठाउँमा अघि हामीले गएर बिहानै गएर रामलिहाङ दिदामाको मूर्तिमा श्रद्धापूर्वक फुलहरू चढायो। मेरो विधायक त्यतिकै द्रवीभूत भयो। उहाँ सांस्कृतिक अभियन्ताको रूपमा दसैँ नमान्दाखेरि उहाँलाई चाहिँ झुन्ड्याएर मारेको डाँडालाई चाहिँ झुन्ड्याउने डाँडा भन्दो रहेछ। त्यहाँनिर सम्मानपूर्वक अहिले मूर्तिहरू स्थापना भएको र राखिएको रहेछ। उहाँलाई म अहिले सम्पूर्ण किराँत राई यायखाको संसारभरिका किराँत राईहरूको तर्फबाट सम्मानपूर्वक उहाँलाई सम्मान गर्न चाहन्छु। र उहाँलाई चाहिँ अब हामीले सांस्कृतिक शहीदको रूपमा हामीले राष्ट्रमा स्थापित गर्नुपर्ने कुराहरूलाई पनि हामी बिस्तारै प्रयास अगाडि बढ्नेछौँ, जानेछौँ। त्यो हुनुपर्छ भन्ने म यहाँ चाहन्छु। तर अहिले किराँत राई आठपरियाहरूको सायद यहाँ उपस्थिति देखेको छैन। मलाई ज्यादै खल्लो लागिरहेको छ। उहाँहरूमा केही विभेद होला किराँत राई यायखासँग। सायद किराँत राई यायखामा हामी भाषिक रूपमा, जातीय रूपमा, संस्कारगत गर्ने रूपमा केही विषयमा हामी फरक हो कि भन्ने खालको कुरा होला। तर अध्ययन अनुसन्धानले भन्छ उहाँहरू हाम्रै पुर्खाहरूकै सन्तानहरू हो, सुमीमा पारुहाङकै सन्तानहरू हो। तपाईँहरू हामी यहाँ जो भेटभाट भइरहेका छौँ, कुरा गरिरहेका छौँ। कोही चामलिङ खोलामा जन्मियो, जीवनयापनको सिलसिलामा हामी कहिले हामी चामलिङ खोलामा पुग्यौँ, कहिले बान्तवा खोलामा पुग्यौँ, कहीँ कुलुङ खोलामा पुग्यो। तर हाम्रो अन्ततः हाम्रो सुरुमा हाम्रो पुर्खाहरू एउटै थिए। उहाँहरूकै हामी सन्तानहरू, हामी दाजुभाइहरू नै हो। तर हाम्रो दाजुभाइहरू यसरी कुनै चिजमा छुट्नु खोज्दाखेरि उहाँहरू यसमा समावेश नहुँदाखेरि हामीलाई खल्लो लाग्छ। किराँत राई यायखाको म केन्द्रीय उपाध्यक्षको हिसाबले यहाँ उपस्थित हुँदाखेरि उहाँहरूलाई म पुनः आह्वान गर्छु, यसरी उहाँहरू छुट्टै नबस्नुहोस्, उहाँहरू हामीसँग पनि आबद्ध हुनुहोस् भन्ने कुरो म यहाँ आह्वान पनि गर्न चाहन्छु। किराँत राई यायखामा 23वटा जिल्लाहरूमा जिल्ला कार्य समितिहरू छन्। यसमा 26वटा भाषीहरूको चाहिँ भाषिक संस्थाहरू छन्। 8वटा चाहिँ भातृ सङ्गठनहरू छन्। त्यही 8वटा भातृ सङ्गठनहरू मध्येमा चाहिँ किराँत राई सांस्कृतिक कलाकार छन्, किराँत राई कर्मचारी मञ्च,
किराँत राई विद्यार्थी सङ्घ, किराँत राई खेलकुद सङ्घ लगायत 8वटा संस्थाहरू हात्ती सङ्गठनका रूपमा छन् र उहाँहरूले जे कुरा बोल्नुहुन्छ र जुन संस्थागत कुराहरू यहाँ पेश गर्नुहुन्छ त्यो कुराहरू चाहिँ किराँत राई आयोगबाट केन्द्रीय रूपमा अनुमोदन भएका हुन्छन् र अहिले किराँत राई शासित कलाकार सङ्घको अध्यक्षज्यूले जुन कुराहरू यहाँनिर पेश गरिराख्नु भएको छ त्यो आवाज त्यो उहाँको कक्षा सञ्चालन किराँत राई यादको पनि हो र अब यी विषयहरूमा मैले अघि भने 23वटा जिल्ला सङ्गठनहरू, नगर समितिहरू, वडा समितिहरू, विदेशमा पनि 23वटा चाहिँ आबद्ध विदेशी संस्थाहरू छन्। यी संस्थाहरूका सम्पूर्ण विश्वभरिका किराँत राईहरूका पदाधिकारीहरू छन्। स्पेसली किराँत राईको पदाधिकारीहरूले चाहिँ किराँत राईहरूको नीतिगत कुराहरू, हालसम्म भएका निर्णयहरूको विषयमा चाहिँ तपाईँहरूले जानकार हुनै पर्दछ। त्यही नीतिगत निर्णयहरू र नीतिगत निर्णयहरूलाई तपाईँहरूले हामीले चाहिँ सम्मानपूर्वक त्यसको कार्यान्वयन गर्नुपर्छ र सम्मान गर्नुपर्छ। अब यस विषयमा सबै कुरा भन्दाखेरि सायद विवाद होला। हामीले यदि त्यस विषयमा अब विमति रहेछ भनेदेखि अहिले 11औं राष्ट्रिय अधिवेशन सम्पन्न भइसकेको छ। 12औं राष्ट्रिय अधिवेशन अब भर्खरै आउँदैछ। 12औं राष्ट्रिय अधिवेशनमा हामीले 1 नम्बर प्रदेशको नाम कोसी नै राखौँ न त, पास गरौँ। त्यो तपाईँहरू सम्पूर्ण किराँत राईहरू यहाँ उपस्थित सम्पूर्ण किराँत राईहरू, विश्वभरि छरिएर रहेका किराँत राईहरूको एकमुष्ट निर्णय गर्ने र नीतिगत निर्णय गर्ने राष्ट्रिय अधिवेशनले हो। राष्ट्रिय अधिवेशनबाट पास गरौँ, पहिचान चाहिँदैन भनेर पास गरौँ, त्यही तरिकाले हामीले व्यवहार गरौँ। तर पास गरिसकेपछि चाहिँ होइन म मेरो पार्टीले मेरो दलले भनेको कुरा मान्छु, मलाई यसको मतलब छैन, म पनि किराँत राईको पदाधिकारी हुँ भनेर वडा तहको सामान्य सदस्यले पनि भन्नु पाइँदैन। त्यो संस्थागत आचरण, संहिता, अनुशासन र नैतिकताभित्र पर्दैन। अहिले मैले देखिरहेको छु यहाँ, मैले अघि हाम्रो केन्द्रीय सचिव अस्मिका राई हुन्छ, उहाँलाई पनि मैले फोन त गरेको थिएँ, फोन उठाउनु भएन। मैले यहाँ सोचिरहेको थिएँ त्यस्तै अब यो केन्द्रीय इन्चार्ज चाहिँ यस जिल्लाको चाहिँ